के छ दोस्त, के छ हालखबर? केही नि छैन यार, के हुनु, यत्तिकै बसिरहेको। अनि के हो, घरमै बसिरहेको रहेछस् त? आज कहीँ पनि जानुहोस् बाहिरतिर? कहाँ जानु यार, बुक्का भइरहेको बेलामा। अनि के हो, भन्दै नभने आएछस् त, केही काम छ र? यार, एउटा काम थियो क्या तँसँग, त्यही भएर। काम? के हो, भन्न त। ओइ रुपेश, 500 रुपियाँ भइदिएन यार, म बाहिर जान लाग्यो, तँलाई 1-2 दिनमा दिन्छु नि है। 500 रे? 5 रुपियाँ नभइरहेको बेलामा मलाई 500 रुपियाँ? 500 भइदिए त मै बाहिर जान्थेँ नि। त्यस्तो नभन्ने यार, म तँलाई 1-2 दिनमा दिइहाल्छु नि। के रे 1-2 दिनमा दिन्छु रे, साले कतिचोटि लगिस् त्यस्तो भनेर? सम्झि त एकचोटि कहिले फिर्ता दिएको छस् भनेर? खोइ, याद नै आएन यार, तर योपालि चाहिँ आम्मा कसम दिन्छु क्या, दिन यार। छैन भने मुला जा, कस्तो मुला रहेछ। हेलो बेबी, म सपिङ जान लाग्छु, 5000 हालिदेऊ न। 5000ले मात्र पुग्छ नि तिमीलाई? किन र, म 10-15 हजारै हालिदिन्छु नि तिमीलाई। तिमीलाई जे चाहिन्छ सबै किनेर लिएर आऊ न। होइन बेबी, अहिले यतिले मात्र पुग्छ। ए हो, हस्। पुगेन भने फेरि फोन गर्छु नि म तिमीलाई है। फेरि चाहियो भने भन है, म छुँदैछु नि तिम्रो लागि। त यहीँ छ सधैँ? मासाले अहिले भर त छैन भने थिएछ त। सुन यार, तँलाई क्यास चाहिएको थियो होला है, मसँग फोनमा मात्र थियो क्या। नेक्स्ट टाइम दिन्छु है।